गुड मर्निङ टु अल अफ गाइज। आज चाहिँ हामी खेल्न गइरहेका छौँ माइनक्राफ्ट। तर यहाँ चाहिँ एउटा ट्विस्ट छ र म चाहिँ अहिले हार्डकोरमा छु। हार्डकोर उयो चाहिँ यस हार्डकोर सर्भाइभल सिरिज हो। यसमा एक्चुअली बज्ने बित्तिकै मेरो गेम ओभर हुन्छ र अहिलेको लागि स्टार्ट गर्छु मेरो भिडियो। र मेरो पहिलाको एउटा मेरो अर्को पनि थियो, त्यसमा चाहिँ म मिस्टेकली मरेँ। अफलाइनमा ग्राइन्डिङ गरिरहेको थिएँ र म मरेँ। र यसको अनि मैले हार्डकोर सिरिजको चाहिँ मैले अलरेडी भिडियो हालिसकेको छु। नाउ अहिले चाहिँ मेरो गोल भनेको चाहिँ आइरन एटलिस्ट एउटा भिलेज खोज्नु र अब आइदिनु सामानहरू बनाउने आइरनको यदि भए पुग्छ मलाई। ओके, फटाफट सामान बनाउँछु। तीनटा पाच्यो, फटाफट बाँकीको चाहिँ सामानहरू बनाउँछु। स्टिकहरू 32वटा स्टिक बने। अब म स्टोनको टुलहरू बनाउँछु र फटाफट चाहिँ म अब पहिला सुरु सिधा म स्टोनमा जान्छु। एक्सहरू के बनाउनु, सिधा पिकेक्स बनाउँछु। सिधा रिटर्न गर्छु। ओके ल, एटलिस्ट म 20वटा कल स्टोन कलेक्ट गर्छु। अनि फेरि कुराकानी गरौँ ल। ब्याक गाइज, अनि मैले चाहिँ यहाँपट्टि माइनिङ गर्दैखेरि चाहिँ मैले भिलेज देखेँ। यो भिलेज देखेँ चाहिँ ल फटाफट म यहाँ बाहिर निस्किनु गइरहेको छु। एउटा ट्रीको स्याप्लिङ पनि, एउटा स्याप्लिङ म यहाँपट्टि हालिदिन्छु र एउटा स्याप्लिङ चाहिँ म राख्छु। यहाँ तिनटै राख्छु म, जति पनि खस्यो। र अब स्टोनको टुलमा फटाफट अपग्रेड हुनु पऱ्यो। एउटा पिकेक्स अनि एउटा एक्स त एकदमै चाहिन्छ। एउटा वे, आई थिङ्क यति भए पुग्छ सामान। ओ एउटा सवेल पनि। मलाई बेसिक टुल चाहिँ भइसक्यो। अब खाना भिलेजबाट पाइहालिन्छ। र मेरो बेस पनि म आइस बाइममै बनाउँछु। ओहो, यहाँ पनि एउटा स्टोन खसेर चाहिँ मैले माइनिङ हान्दाखेरि एउटा कोल पनि पाइहाल्छ नि। यहाँ कोल छैन। ओके 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 ठिकै छ। एउटा भिलेज पायो एटलिस्ट। हो, सुगर क्यान पनि छ, तर पानी जमिसकेको ठाउँमा कसरी? अनि म छिटै बेडरकको भिडियो पनि हाल्छु। अब त्यसमा चाहिँ मोड हालेर खेल्नु मिल्छ। त्यसमा चाहिँ मोड हालेर खेलिन्छ। त्यसमा कि पोजामारी राम्रोसँग मोड हालेर खेल्नु मिल्दैन। त्यही भएर बेडरकमा खेलिन्छ। त्यसको भिडियो पनि छिटै आउँछ। भिलेज लुट्न सुरु गर्नु पऱ्यो। ओ, रुइन पोर्टल पनि छ यहाँ। फर्नेस चाहिँदैन, बेड चाहिन्छ सुत्नको लागि। र म खाना पनि छैन र हार्डकोर। ओ माई गड। मसँग बा फ्लेचर यहीँ बस। वाट आर यु डुइङ? ठिकै छ। त्यसरी यसलाई लुट्नु पऱ्यो फटाफट। अनि चेस्टहरू होला, त्यो पनि लुट्नु पऱ्यो। ओ थन्सको ओके, नक ब्याकको ठिकै छ, राम्रो। एउटा फ्लिन्ट पाइयो। 1 मिनट, 2टा अब्जेक्सन पाइयो। वेट के पोर्टल कम्प्लिट हुन्छ? नो, हुँदैन पोर्टल कम्प्लिट। यसले गर्दा कम्प्लिट।
नो पोर्टल कम्प्लिट हुन्न ठिकै छ र क्लक पनि छ क्लक छैन अब्जिडियन पनि छैन यही हालिदिन्छु मैले अब्जिडियन यो पनि काम छैन फर्स्ट भिडियोमा नै पाइयो यो र म फटाफट थोरै भिलेजहरू हेर्छु भिलेजहरू लुट्छु भनेको म थोरै बाहिर जाने काम पऱ्यो बाहिर गएर आइहालेँ म आइहाल्थेँ ओइ यो पनि रहेछ यसले के भन्छ त्यो ओ यो चाहिँ फ्रोस्ट वाकरको काम छैन जे भयो नि यहाँपट्टि चाहिँ ओए यधरै बुक सेल्फ छ त अब चाहिँ यधरै बुक सेल्फहरू छन् अब पछि काम लाउँछ यो चाहिँ अहिले काम छैन यहीँबाट लिएर बुक सेल्फ बनाएर ओ आइरन गोलम यसलाई पनि म मार्छु अहिले तर रिस्क छ है मार्न एक लाइफ हो यार एक लाइफ चलो मारिदिइहालेँ 3टा है एक्सक्युज मी सर हजुरलाई म यो सोडले भाग भाइ यो आइस छ यहाँपट्टि मास चढ्छ अनि आउँछ फेरि मलाई गाह्रो पर्छ आइरन गोलम हेलो ओ माई गॉड जल्दी छिटो कहाँबाट बनाऊँ म यहीँ पनि हालिदिन्छु अझै पनि आएन म कहाँबाट बनाऊँ कन्फ्युज भइसकेँ यहाँबाट एरिया क्लिन गर्छु अनि यतै बनाइदिन्छु यहीँ बनाइदिन्छु एक्सक्युज मी 1 2 3 पछि मरे चारवटा आइरन दियो नट ब्याड चारवटा ठिकै हो आइरन आई थिङ्क ओ यहाँ पनि एउटा ठुलो केप छ तर म आफ्नै केप बनाउँछु ओ माई गॉड दारु हुँदैछियो र मेरो घर चाहिँ म आई थिङ्क भिलेजबाट यता बनाउनु ठिक हुन्छ यहाँबाट एउटा केप पनि छ र यहाँबाट पानी पनि पाइन्छ त्यहाँ यस्तो मुनि जानु पऱ्यो हेलो यहाँबाट पानी पनि पाइन्छ जति पनि स्टोन चाहिन्छ म लिइहाल्छु र म चाहिँ आफ्नो घर यहीँ पनि बनाउँछु पोलर बियर छ के यो पंगा लिने म त लिदिएँ हेलो के गरेन चुपचाप बस्ने ठिकै छ छिटो मोबिस पनि हुन्छ धेरै एडभान्स मिडलसम्म भइसक्यो ठिकै छ र अनि आई थिङ्क मलाई जतिसम्म लाग्छ ओए ओ नो खाना छैन खाना कहाँबाट पाइन्छ डोन्ट टेल मी द्याट कि त इग्लु हो बिलेको चाहिँ म इग्लु हो माई गॉड तर यसको मुनि त भन भने मलाई गाह्रो पर्छ त्यो रुम भन भने मलाई गाह्रो पर्छ इग्लु भएर पनि फाइदा हुँदैन त्यहाँबाट एउटा बेड पाइन्छ रेड कलरको ठिकै हो डबल बेड हुन्छ अनि कति चढ्न पनि कति गाह्रो आई थिङ्क यसको मुनि छ प्लिज गॉड मलाई चाहिए थियो यहाँपट्टि हुँदैन नो
नो तर घर बनाउनलाई चाहिँ यो म्याट काम लाउँछ यो कस्तो यार सधैँ छैन केही पनि हुँदैन त्यही पनि एउटा चाहिँ भिलेज देखियो हुन्थ्यो नि मजा आउँथ्यो चलो भिलेजतिर जान्छु अनि आजको लागि थिएँ यति नै गरौँ किनकि अहिले म चाहिँ ओके अहिले चाहिँ म चाहिँ थोरै खाना खान लाग्यो र आजको लागि यति नै ओ माई गड एक हाट कम भइसक्यो मेरो र अहिलेसम्म महँगो खाना होइन भिडियोसम्म तर खाना लिन पऱ्यो भिलेजसँग अब म दकुर्न पनि सक्दिनँ ए थम्सको लगा न प्यान्ट छिटो म दकुर्न सक्दिनँ अब ओ नो एउटा चाहिँ एड गर पहिला बेरले हाल्ने पनि गाह्रो पर्छ आई थिङ्क म त आइल्यान्डतिर गएर बनाइदिन्छु क्या त्यहाँपट्टि लाइक पानीको उतापट्टि अनि सेफ पनि हुन्छ भिलेज अनि म त्यहाँबाट उस पनि बनाइदिन्छु लाइक बोट हालेर अनि यताउता सजिलो हुन्छ ट्राभल गर्न र म दखुन पनि सक्दिनँ अब यहाँपट्टि खाना पनि छैन यस तर भिलेजर छ यसबाट मलाई जसरी नि खानै छैन ओइ पोटेटो पाइयो गाजर पनि पाइयो यति लिन्छु भन्दा बढी लिनु पछि अब मैले पकाउनु पर्यो एउटा खाइहाल्छु पटाटो अनि भइहाल्यो काम महँगो फ्लिन्ट एन्ड स्टिल छ कोही एनिमल पाहाने नि ए जसलाई मार्ने त्यसलाई त ओके आई थिङ्क आजको लागि यति नै गरौँ म घरभित्र जान्छु किनकि मलाई कसैले मार्यो भने गाह्रो पर्छ ओके आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई ओह वेट थ्याङ्क यू फर वाचिङ बाई बाई